आज चाहिँ हामी जङ्गलमा होइन मौरी छ नि मौरी काट्न जाँदैछौँ। आज कतिले चिल्ले हो होइन उपर बुवा बसिराख्नु भएको छ। मौरी चाहिँ यता पर छ क्या जङ्गल यहाँ परभित्र एउटा लडेको रुख रहेछ त्यसमा मौरी बसिरहेको रहेछ होइन। गएर हेर्ने कति रहेछ मौरी कस्तो रहेछ काटेर ल्याउने अनि म कति लगाएको रहेछ होइन। अनि मौरी चाहिँ भरे त्यो माउहरू चाहिँ घरै लिएर आइन्छ। म भिडियो पुरै हाल्छु होइन कतिले चिल्छ भरे मुखसुख सुन्ने यस्तोमा पर्ने हो कि। हामी मौरी काट्ने टिम पनि भेला भइयो होइन। अब मौरीले भरे चिलेर चाहिँ कस्तो गर्ने हो दैले चिल्याउने आज चाहिँ विशेष हाम्रो प्लान छ। बुवाले चाहिँ के गर्नु त्यत्रो ढुङ्गा बोक्नुभयो। मौरीले कहाँ छ हामी यस्तो जङ्गल छ कि यस्तो जङ्गलमा हिँड्दा हिँड्दै ठ्याक्क मौरीसँग भेट भयो झम्का भेट। आज चाहिँ मौरी काटेर टक्क म खाने हो। पुगिन त होइन यहाँ अगाडि छ मौरी त यहाँ अगाडि हो। यसैमा छ है मौरी चाहिँ यो लडेको रुख होइन टक्क यहाँनिर रहेछ मौरी चाहिँ। डह्रो चल्दैछ नि त मौरी त यहाँनिर ठ्याक्क मौरी चाहिँ यहाँ पालमा छ यहाँनिर डह्रो चल्दै रहेछ नि त अनि यो चाहिँ हाम्रो मौरी काट्ने सुरु भयो। अब यो धुवा लाइन्छ सुरुमा मौरी हल्का होइन। पर्दैन अब यसको यो तल यो दुलोको सिधा गयो भने भइहाल्यो नि। मौरी त निकै चलबल आयो है। ए मौरी झन् चिलो यार हाम्रो दाइहरू हेर्नु मुख छोपेर पुरै मैले झुल मारेको छु। अघि गालामा चिलो एउटा छन् अहिले काट्नै पर्छ यो मुनिको भाग नकाटी हुँदैन। तर यो मौरी यता रहेछ नि त महत्त्वमा ठुलो काट्नुपर्छ त भनेको यहाँभित्र छ नि। ले म पनि निकालियो तल छ यता निकाल्ने क्रम जारी छ।